अच्छा फेरि पनि हजुरहरूलाई मेरो मिनी ब्लगमा अनि आज चाहिँ हामी फेरि पनि खाना लिएर आइसकेका छौँ। अनि हाम्रो खानामा रहेको छ बासमती राइस, अनि यो साग, अनि यो अचार, अनि यो चाहिँ रहेको छ तामाको तरकारी झोल, तामा र बोडी। अनि अब चाहिँ हामी ढिला नगरिकन खान्छौँ। पानी अब चाहिँ ढिला नगरिकन खान्छौँ हामी। त्योभन्दा अगाडि पानी चाहिँ चाहिन्छ नि फेरि। हाम्रो ड्रिङ्कमा चाहिँ छ सेतो कोक पानी खान्छ र खाए ल साथी र तरकारी हालिदिन्छु। चिनो साग हालेको दामी हो छ। कस्तो भयो भने ल कस्तो भयो तरकारी अलिक थोरै बोडीको कस्तो भयो ल मान्छे भात हेर्दै खान्छौँ है। धेरै अमिलो छैन त? अमिलो छ भन्छु त। छैन अमिलो? धेरै अमिलो छ कि तर त्यस्तो साह्रो अमिलो खाइम ल खाने भने खान थाल्छ कि यहाँ अचार पनि छ हामीसँग पटाक अचार। फर्स्ट बाइट खाइला खोर्सानी पनि छ अक्काबेला खोर्सानी। Pure. Cheers and Magmi. Okay. मिठो भएको छ नि के हाम्रो मुखबाङ हो। Good.